हेलो नमस्ते छ तपाईँहरू सबैजनालाई मेरो आजको ब्लगमा र आज चाहिँ हामी रोयल इन्डियनमा खाना खान आएका छौँ। त्यसै सन्दर्भमा एउटा सानो भिडियो बनाएर तपाईँहरूको सामु उपस्थित भएको छ र हाम्रो भिडियो चाहिँ मानिरहेको स्टाइलसँगै स्टार्ट हुन्छ। प्रायः भने खाना हामीले के खानु भन्दा के भन्यो मटन खानु है मटन खाना अरू के अरू खाएपछि त फेरि खाना थोरै छिर्छ नि त फेरि होइन र के खाने र पोर्क फ्राई त नखाऊँ है म त हल्का क्रेजी हुन्छ फेरि पोर्कमा पोर्क अलिक माइन्ड अलिक घुम्छ नि त मेरो पोर्कले अरू छान्न पायो फेरि ल छोइला पानी पायो बुटन पनि पायो चिकन चिल्ली त नखाने फ्रेस फ्राई पोर्क बिनाको फ्राई फिस फ्राई रे ओए 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 चिल्ली 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 अरे कहना क्या चाहते हो भुइँचा लाग्यो क्या के खाने र के मोमो खाइदिउँ क्या मोमो खाने एक प्लेट खाइदिउँ ल सिप्छ एक प्लेट मोमो एक प्लेट गरिदिउँ नि नि बोलिरहेको हुन्छ बानी बोल्दा हुन्छ क्या कति म गोरे खाँदै मगाएको थियो खाँदैमा काम गरेको कुन ठाउँमा के रोयलमा खाँदैको सन्देको रोयलमा ए चेयर्स पानी चेयर्स पानी चेयर्स हामी मदिराहरू खाँदैनौँ नि त त्यही भएर पानी चेयर्स गर्नुपर्छ खाँदैन खाएपछि फेरि नन चाहिने हो मेरे दारू में मेरा बाप का गराज चला गया पूरा प्रॉपर्टी चला गया खुद मेरा बाप चला गया चाहिने हो यो त काट्ने हो यो त काट्ने हो त्यो काट्ने हो यस्तै त दाइले काट्छ नि भाइ नि कहाँ कुरा खोलेको जी मजाक था पानी खाँदै पानी पानी स्टे हाइड्रेटेड राति पलको सँगै नहोला हामी तर सधैँभरको तर मलाई कपाल काटेको त्यस्तो चित्त त बुझेको छैन होइन साइडबाट त राम्रै देखिरहेको होला ह्यान्डसम यो कपाल धेरै छोटो बनायो कि मेरो केही छैन धेरै हिरो बन्नु पनि हुँदैन मार्केटमा किडन्याप गरेर लग्यो भने म त प्रोटिन पनि खाँदै ल्याएको प्रोटिन यत्रो प्यारी समझ गई डिब्बा डिब्बा मगाएको प्रोटिन कुन चाहिँ हो है अनि प्रोटिन त खाएपछि फेरि एक्सर्साइज पनि चाहिन्छ त भाइ साइक्लिङ छ काममा त्यत्रो एक्सर्साइज छ के हो माने भाइको गाई प्रोटिन प्रोटिनको बोतल प्रोटिनै रहेछ भित्रै दुधसँग प्रोटिन चेक गरेर ल्याएको अहिले क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ काममा खानुपर्छ क्या सही हो भाइ म साइक्लिङ गर्छु नि त आजभोलि कामबाट काममा आज जाने पनि जाँदा पनि साइक्लिङ जाने सोचमा थियो गोरी भाइले भन्दै थियो सिकाउने गर्नुपर्छ भाइ कस्तो हुन्छ प्रोटिन मैले त त्यस्तो खाएको भेनिला फ्लेभर खाएको त छैन मैले त्यस्तो खाइ हेर्नु न मैले त जुजली गरेँ खाइन मैले भोलिको मात्र ल्याएँ कस्तो भयो चार्जिङमै कस्तो के हुँदो प्रोटिन भने भित्र के छ है त्यो डल्लो हो कि सेक गर्नलाई यसै गर्नलाई अलरेडी बोतलमा अलग्ग गरेर खान्छु ल बाटोमा मिठो आएर दुधको हो कि भेनिला फ्लेभर आउँछ मिठै छ कि यो यस्तो नमिठो भन्ने त्यस्तो प्रपर गुलियो चाहिँ गुलियो पनि छैन तर हल्का गुलियो टाइपको खल्लोवाला गुलियो है फ्लेभर अनुसारमा हुन्छ अरे स्ट्रबेरी सिस्टर किन ओभर गुलियो हुन्छ भ्यानिला आयो ठिक भेनिलाको खाना 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 आधा बजाउँदै घुमायो shit
खाइहालौँ भोक लाग्यो खाना चाहिँ कति टाइम लाग्छ ल छिटो ल्याउनुहोस् खाएको ल guys, ल मोमो ल हाम्रो खाएको ल guys. Oi, रसिलो हो है हो रस्ता बबाल वाज हो तातो छ आगम प्रकाश छ है एउटै बनाएको है अँ उता पनि एउटै भन्छ यो मोमो खाँदै गरेको छ त छैन नि फुटे छैन हेर न यी तर एउटै मान्छेले बनाएको रे मोमो खन्देको मोमो चाहिँ फुटेको हुन्छ कि अनि हेर्न फुटेको छैन यो त अनि टेस्ट नै फरक लाग्छ मलाई यहाँ आएपछि खाना खाइहाल्न मन लाग्थ्यो नत्र यस्तोहरू खाएर जाँदा पनि हुने हो खाँदाखेरि तातो हुन्छ क्या परेर दिमाग लाग्छ नि त आधा फुटाएर आधा खाने अनि एउटा मोमो फुटाएन नि मैले यसरी खानु पऱ्यो माने भएको यसरी कोही फुटेको छैन त अलिक चिसो बनाउनु त यहाँ वाप्प खाना कोरियामा चाहिँ एक प्लेट मोमो जम्मा 8 पिस आउँछ है फेरि 8 पिस किन त्यस्तो गरेर थाहा छ ए कोरियनहरूको मान्दो भन्ने 8 पिस दिन्छ त्यही भएर कोरियन सिस्टम फलो गर्छ त्यो हो भने पैसा चाहिँ किन महँगो भने कोरियनको त 8 पिस गर्दा फेरि छुट्टै हुन्छ अनि हाम्रो यो त भित्रको बुढियाहरू त नेपाली हो नि त के भनेर मिल्छ त अनि वाप्पै खाने बेला आएछ है चिसो भइसक्यो थाहा पाइसक्यो यो भित्र अचार चाहिँ दामी के थियो पिरो पिरो है सरी हो बबाल खाना झन् कस्तो हान्छ झन् रेकर्ड गर्दै हान्छ त झन् मिठो हुने क्या है बाइ द वे गाइस हाम्रो मटन खाना पनि रेडी हुँदैछ आज दाजुको मटन खाना थप्पी हामी होइन माने भाइ कति खान्छ आज अहिले हेर्नु न दाइले भन्नु बढी बाहिर खान्छ ओइ आइसकेको छ आयो ल चिकन होइन मटन है मटन यहाँ देऊ बिचरा गाह्रो भयो होला घिउ ल्याइदिनु पर्छ घिउ यहाँको घिउ नेपाली घिउ होइन रहेछ यहाँ यो कुनै पनि नेपाली होइन सबै नेपाली चामलदेखि पनि नेपाली घिउ भने चामल पनि नेपाली थोरै मिसाउनु पर्ने दामी हुन्छ घिउ चाहिएको छैन फेरि चाहिएन छैन नेपाली होइन चाहिँ भेटे घिउ रहेछ कि भाइको पिस आइदियो भेटनाम घिउ है भाइको पिस आइदियो मेरो नेपाली अब गाउँमै तिम्रो घरमा होला लिएर राख्दैन यहाँ मेरो लागि अधुराम पढ्यो है आइसक्यो अन्त भाइरल है भाइरल यो सक्छ अब हुने नि अहिले पछि एकछिन सेटअप गरौँ न चक्कर लगाएर ओइ कच्चा धुरा आयो त्यो बच्चा र पर्दैन होला हो लो गाइस ल यता गाइस है अब सर्ट खाना हैन ए खाना तरकारी पनि दाल हाल्दैको ल अनि त्यसपछि मटनको सुप गरेर टक्क
अचार खान मन थियो तर यहाँको अचार मिठो छैन खाना चाहिँ मिठो छ माने भने नि पहिले नेपालमा धेरै भ्लग बनाउँथ्यो नि त ट्राई गरेँ मतलब टन्नै बनायो यस्तो भिडियो नि तपाईँले हेरेको थियो मैले हेरेको थिएँ तिमीले एकचोटि भने बेला मैले हेरेको थियो गाउँतिर बसेर भिडियो बनाएको मम्मीहरू पनि सबै फ्यामिलीहरू पुरै आएको सबै आएको छ उयो हाल्छ न ग्रेभी सर्ट लक्क पारेको छ मोमो चाहिँ ओभर दियो रसिलो भयो कौन है ये लोग कहां से आते हैं दाजुभाइले पनि बढी बल्छी छ होला भाइलाई तपाईँले मैले सकिसकेँ तपाईँको आधी छ अरे के हाल्छ नि च्यालेन्ज त नगर भाइ यार अहिले भरे काम गर्नुपर्छ मलाई पो हालिदिएको गाडी मलाई यता यता हाल न पहिला सकिएकोलाई तातो भयो क्या त्यो बेला होइन यतै हाल्छु नि त फेरि ल्याइन्छ क्या पुगेन भने अझै हाल्नु अहिलेको लागि दुईचोटि ठाउँमा एकचोटि हो तिनचोटि हुन्छ मै समाइदिउँ क्या होइन कि त्यो भित्र राखेको तातो भइरहेको दुईचोटि छ भाइ दुईचोटि पनि पुग्ने गरी कहाँ पुग्यो तपाईँलाई ल्याइदिनु भयो होइन दाइ म जति खानु सक्दैन नहाल है फेरि अनि बराबर त खानु हो नि यति हाल्नु मैले जित्यो म जितेँ ल हाल त यहाँ ल अब मैले जितेँ नि त कसरी जित्यो हो बराबर होइन जोगेर हाल्नु पर्ने है हेरेर थाहा हुन्छ जितेको बाँच्ने ज्यान भयो थाहा हुन्छ है त्यति साह्रो हेर्ने लुकेको के लुकेको ज्यानमा सुकेको बल सुकेको ज्यानमा लुकेको बल नफाल्नु ल दाइ के भनेको खानेकुरा। डबलतिर आउँछ यता गाईको त खतरा छ ओ माई गॉड रहेछ त मासु त ओ माई गॉड है छाला छाला भएको गुन्द्रुकको जस्तो भयो ए थप्पी ल त्यो त भयो नहाल्ने मासु भएपछि चाहिँदैन सक्यो ल धन्यवाद दाइ धन्यवाद ल ल खाऊ खाऊ अगाए यार है मोमोले गर्दा हो त मोमो गर्दा है ल
अब त सक्दैन न माथिबाट पो आउनु खोज्छ हो काम कसरी हान्ने त्यत्रो खाएर यस्तो गर्नै नमिल्ला नि अहिले कता हो योभन्दा बढी खायो भने चाहिँ गाह्रो हुन्छ अस्ति नाङ्लोमा देखेन अनि कस्तो थियो एकदम पावरफुल मान्छे भएपछि क्यामेरा छ नि त हामीसँग त जे बनाउनु पनि पाइन्छ भाइ नाङ्लोको खाना त एकदम पत्तुर भन्न हो अनि मैले बोलेको नाङ्लो खाना त एकदम पत्तुर यो के भएर जान्छ बाहिर बालेर रुममै खोज्न होला नि के थाहा त्यही दिन मात्र त्यस्तो हो कि अरू दिन मिठो छ कि यो त काटेर हाल्छु म कभर गरेर त्यसलाई यो त काट्छु भाइ काट्छु मटन खाइसकेर मासु अड्किन्छ क्या दाँतमा फेरि तनाव हुन्छ मेरो चाहिँ दाँत फेरि अड्किने खाएको चाहिँ होइन उसको चाहिँ फेरि मासु खाँदाखेरि फेरि हड्डी अड्किन्छ तँले सम्झे अड्केको होला नि त त्यो भाइ तिनजना मान्छेहरू चाहिन्छ भाइ यो त ठ्याक्कै अघि तिमीले रक्सीको कुरा गरेर त भाइ नखाएपछि खाँदैन खाएपछि फेरि चाक्को चाक्को गर्छ भने जस्तो यो सबै जोक हो रक्सी हामीले खाँदैन भाइको पनि गर्लफ्रेन्ड चिन्ता छैन भाइको त एउटा पनि छैन होइन एउटा छ छैन होला भाइ सिङ्गल होला कोही तपाईँहरू एकदम मिङ्गल गर्न रेडी हुनुहुन्छ भने हाम्रो माने भाइको म इन्स्टाग्रामको आइडी म मुनि लिङ्कमा राखिरहेको छु फलो गर्नु होला गफसप एउटा हान्नु मात्र होला होइन मलाई फेरि 4-5 जना चाहिन्छ एउटा पुग्दैन बड़ा हरामी हो ठिक्क खाया खाया धेरै गाह्रो भयो कहाँसम्म आयो खाना मेरो पनि सुन्नुपर्छ त नि यहाँ चाहिँ माथि भने भइहाल्यो लु भाइको हेर कहिले किनेको नयाँ लुगा होला बिचरा 1 वर्ष हुन लाग्यो हो भयो क्या 1 वर्षमा एकचोटि नखाने क्या हो लाग्यो सफा देख्छ त नि मान्छे सफा अरू पानी बनाउँछ तिमी दुध बनाउँछ नि भाइ पौडीमा दसो हाम्रो माने भने चाहिँ यसरी यहाँ खानेकुराहरू यसरी छोडेको छ अचार मैले खाँदैन नि त साग पनि छोडेको छ सागै छोडेको क्या होला त्यतिकै आँखा कम देख्छ तैँले मेरो चाहिँ फेरि हड्डी मात्रै बाँकी छ हड्डी मात्रै बाँकी छ बाघले कहिले घाँस खान्छ त आँखै देख्दैन माने त्यही भएर वाह मस्त खाइयो टन्ना यति खायो यति हेर्न सक्नुहुन्छ यहाँ यत्रो 2 थाला मैले खाएको भन्दिनँ मैले 1 थाल खाएको होइन अनि त्यही हो सोधेको चाहिँ होइन म बोलेको हो है जोत्दैछ भन्दैछ दाइले के यता भन्छ जोत्दै छ
आउँदातिरकै रे मैले चाहिँ छोरी आएर मात्र भेट भएको है साकाला बिन्दु बिन्दुलाई